आहा राउन्ड अफ 16 वाओ राउन्ड अफ 16 कङ्ग्रेचुलेसन्स। हिजो पहिलो भिडियो बनाएको ब्राजिलको बारेमा, आज करियर नै सकाइदियो। 1990 पछि पहिलोचोटि क्वार्टरमा पुग्न सकेन ब्राजिल। हिजो के खेलेको, के गेम खेलेको, बल राख्न पर्दैन, बल चलाउन पर्दैन होइन। हामीलाई त ठिक छ, हामी त ठिक छौँ एकदम। नर्वे बलमा त्यति राम्रो टिम पनि होइन, फेरि बल पोजिसन थियो 65% नर्वेको। यस्तै गेम खेल्नु भए त के अरे जापानसँग राउन्ड अफ 32मा के हान जितेको, इन्जुरी टाइममा गोल हानी हानी, यस्तो आशा देखाउनै पर्थेन हामीलाई। बरु जापान राम्रो खेल्थ्यो होला। हुन त एक हिसाबले ठिकै हो, क्वार्टरमा गएर के नै नाप्थ्यो र उस्तै ढोल खाएर आउने त थियो होला। अहिले आयो ठिकै भयो बरु होइन, एक हिसाबले हेर्ने हो भने। एट्याकिङ क्रिएटिभिटीको नाममा पाकेता त्यो थियो, अहिले त्यो पनि इन्जर्ड। अब एट्याकिङ कसरी गर्ने? भिनी छ, गोल कसले हान्छ? भिनी छ यार, भिनी यार, हाम्रो भिनी यार, भिनी। राइट विङमा छ रायन, टेकन लिन डराउँछ। ठिक छ, मैले बुझ्छु बल लुज भयो भने ट्रान्जिसनमा भेट्न सक्छ, ठिक छ, एक हिसाबले ठिक छ। तर टेकनै नलिने, एउटा पनि नलिने, कि त ब्याक पास दिने कि क्रस, एउटा त लान सक्नु पऱ्यो नि यार। छैन, काना गएर भनिदिने हो क्या हामीले, त ब्राजिलियन होस् भाइ, ब्राजिलियन होस्, अलिकति फ्लेयर देखाएन, यसरी नै हुन्छ कहीँ। अब एक्सजी राम्रो थियो, अनि बिग चान्स क्रिएटेड पनि राम्रो थियो ब्राजिलको, तर क्लिनिकलनेस नभएपछि के काम। यस्तो कन्जर्भेटिभ गेम खेलेर हुन्छ? पेनाल्टी पाएको फेरि हेर न, ब्रुनो गुमारेस गु पेनाल्टी हानेछ। भिनिसियस जुनियर दानवीर, आमामामा, लहु ब्रुनो पेनाल्टी हान, तिमीले सक्छौ। खाते रियलमा हुँदाखेरि त पुरा छाती फुलाएर एम्बापे डिक्टेटर, म हान्छु पेनाल्टी, हा म हान्छु। यहाँ हान्दाखेरि के भयो? अलिकति ब्यालेन्डरमा सेकेन्ड भएको मान्छे यार, लगभग ब्यालेन्डर जितिसकेको मान्छे, अलिकति घमण्डी हुनु पर्दैन, गोल हान्न पर्दैन, अलिकति कन्फिडेन्स त हुनु पऱ्यो नि। म गोल हान्छु, मैले सक्छु माने। कार्लो एन्सेलोटीले टप 5 लिस्टमा राखेको थिएन तँलाई पेनाल्टी टेकरको, तर गोल हान्न सक्छु भन्ने कन्फिडेन्स त थियो होला नि, हानिदिन्थ्यो होला उस्तै पऱ्यो त्यो अपर्च्युनिटी आफूले लिएको भए चाहिँ, तर छैन। अनि हाम्रो बाबु चाल्टन, भिनीले यस्तो दामी चान्स क्रिएट गरिदिएको थियो, तर हाम्रो बाबुले हक्दियो, टार्गेटमा पनि सर्ट लिन सकेन। यो वर्ल्ड कपभन्दा अगाडि, गेमभन्दा अगाडि यस्तो आइप थियो हाम्रो बाबुको। कार्लो अङ्कल प्लिज, एक चान्स, कार्लो अङ्कल प्लिज कार्लो अङ्कल प्लिज। यो गोल हानिदिएको भए वाइ हुन्थ्यो। आमामामा हेन्ड्रिक, वाउ, हाम्रो बाबु चाल्टन, वाउ। हाम्रो राउन्ड अफ 16बाट नर्वेसँग हिरोइक पर्फर्मेन्स गरेर हामीलाई क्वार्टर फाइनल लिएर गएको बाबु चाल्टन, वाउ। तर छैन, यस्तो कन्जर्भेटिभ गेम खेलेर हुन्छ, यस्तो रियाक्टिभ गेम खेलेर हुन्छ। कति बेला गोल हान्लान् र हेरौँला, प्रेस गर्नु छैन। सेकेन्ड गोल त हालान्डले खाली हानिदियो, छँदै छैन, जानुपर्छ नि। त्यति स्पेस छोडेपछि हालान्डले हान्दैन, पड्काइदियो हालान्डले। 2 गोल खाएर अब 2 गोल ट्रेल गरेर हान, त्यो पनि 85-86 कति मिनटमा, कसरी सक्छ? एउटा पेनाल्टी पायो नेमारको लागि, फेयरवेल गोल भनौँ। अब त्योभन्दा बढी छैन, नेमारले जित्न सकेन। 2014 को प्राइम नेमारको सपना फेरि पनि सकियो, चकनाचुर भयो भनौँ। हाम्रो ग्याब्रियलको त के कुरा गर्नु, वाह, बेस्ट डिफेन्डर वर्ल्डको, वान अफ द बेस्ट डिफेन्डर विथ सालिबा। हालान्डले कन्टेन्ट गरिदियो, सकियो साथीको। फुल गेम बल हेरेर क्वार्टर पुगिन्छ सोचेको थिएँ कि के सोचेको थिएँ यिनीहरूले, खोइ थाहा भएन। अब एलिसन बिनाको टिमले त झन् 3-4 गोल खान्थ्यो होला। एलिसनले एउटा गोल दामी बचायो, हालान्डको लागि एउटा ट्याप इन गोल हुन सक्थ्यो, त्यो बचाइदियो एलिसनले। अब अरू त के नै भन्न सकिन्छ र। अब फेरि 4 वर्षपछि विल मिट अगेन हो क्या। 4 वर्षपछि फेरि यही होप, फेरि नयाँ स्टोरी, अनि फेरि अब हेरौँ जित्ने त्यस्तै होला। लेट्स सी।